नेपाली समाजमा धर्मप्रति एकदमै ठुलो आस्था छ। धर्मप्रति आस्था हामी सबैको छ। यहाँ एउटा मन्दिर पनि देख्न सक्नुहुन्छ, है सुका देउराली माताको मन्दिर हो। एउटा जानलाई अब यता माथितिर हो अरे, म त आएको छैन, फर्स्टचोटि हो। यी कुच्चीहरूले सताएर जामता जाम गरेर आएको। देउराली डाँडाबाट चुँदेरी खोलाको घर सबै देखिन्छ। भाग यो चुँदेरी खोला फेदीबाट पारी फेदीबाट अगाडि गयो भने चाहिँ बागदुला बिजुवार अगाडि मोटर बाटो पनि सुरु भइसक्यो। अरबाङको भाग भयो यो दायाँ साइडमा चाहिँ देउराली डाँडाको। अनि पारीतिर यो आँपरुखो पनि देखिन्छ, यहाँ प्रष्टै देखिन्छ मरु। अनि यहाँबाट थामाको डाँडा पनि देख्न सकिन्छ। आँपरुखो न्यु खोला बान्न उता गएर कुखुरीगौँडा आउँदाखेरि गोरपुरे डाँडा भनेर भन्ने गरिन्छ। अनि यो पारी चाहिँ बागदुलाको बजारको थोरै केही भाग, बागदुला भन्दा यता माथि बाने साइडतिर होला सायद। यो पारितिर चाहिँ गाउँ यस्तो राम्रो गाउँ देख्न सक्नुहुन्छ। यो कुर्लेनी डाँडा, यो चाहिँ गोरपुरे डाँडादेखि तल पुरै सल्लाको सालघारी सल्लेरी बन्छ। यहाँ हाम्रो त कुखुरीगौँडा जान लागेको मान्छेको हालत यस्तो छ थाकेर। केटाहरूमा कुखुरीगौँडा पुगिसक्यो, डाँडा काटिसक्यो। कुखुरीगौँडाको यात्रामा अब धेरै टाढाको त होइन, नजिकको तीर्थ होला भनेको जस्तो पनि होइन। कामको सिलसिलामा घरमा बस्न नपाउने कारणले गर्दाखेरि यो कुखुरीगौँडा अहिले त पहिला जति पर्खेको थियो। यहाँ एकजना जोगी भन्ने गरिन्छ नेपाली भाषामा। उहाँ चाहिँ यहाँबाट गइसकेपछि अहिले पछि चाहिँ पहिला गर्न खोजेको चाहिँ जस्तो अहिले त छैन भन्छन्। तर पनि हेरौँ कस्तो रहेछ, फर्स्टचोटि जाँदैछ म पनि। कुखुरीगौँडा हेर्नलाई हामीलाई भन्दा पनि केटाकेटीको लातुर छ। 3 भाइ केटाहरू पारी गएर पनि उफ्रिन थालिसके। यिनीहरू चाहिँ पहिला पनि आइसकेको अरे यहाँ। त्यही भएर उनीहरूले बाटो तताइरहेको छन् अगाडि। फाइनली यो होला कुखुरीगौँडा। ल रातको समयमा अथवा मध्याहको समयमा भएको भए एकदमै फोटो राम्रो खिच्न सकिन्छ। तर अहिले दिउँसोको समयमा त्यस्तो राम्रो फोटो आउँदैन, लाइट धेरै छ, हावा चल्छ। डाँडाकाँडा छुट्टी प्रकारको रमाइलो ठाउँ हो यो। पिकनिक वनभोज यस्तो हावा चलेको छ। ओए लाउरियो कहाँ हो? यो पारीको गोरपुरे डाँडा मैले धेरैचोटि देखाइसकेँ। योभन्दा तल चाहिँ सल्ला छ। त्यो ठाउँमा चाहिँ जान पाउने भने बाटो चाहिँ छ कि छैन, रमाइलो हुन्थ्यो होला। सल्लाघारी बानी र तिम्रै हो भन्नेको पापी रहेछ मन। तालचरा भएको छ। ओइ ओइ केटा नजाऊ माथि, ओडा रहेछ। खासमा स्पेसल कुखुरीगौँडाको महत्त्व भनेको यही हो। पहिला जोगी बसेको भनेको यही होला सायद। अझैसम्म यस्तो छ, धेरै वर्ष पहिला बनाएको। ल यस्तो ओडा रहेछ।